नमस्ते साथीहरु। आज अब यो छोराको एक्जाम आछ 12 मा पढ्ने। मम्मी भोक लाग्यो नास्ता बनाइदिनु भनेछ। के बनाइदिम त भनेको आलुको भुजिया चाहियो अरे। आलुको भुजिया अनि सोचेको रोटी, सुक्खा रोटी। यही खानुपर्छ बाबु, घरको तागतिलो हुन्छ। खाऊ भनेर लाछु है। आलुको भुजिया रेडी भयो। अब पिठो मुस्छु है त। अलिकति खायो, दिँदै गर्ने साथै बिर्सिन्छु पहिले खिच्नलाई। सुक्खा रोटी यहाँ यस्ता छ नि, बिस्तारामै ल्याइदिनु पर्छ के रे, हैन?